हेलो साथीहरू ल आज चाहिँ हजुरहरूलाई भेली रोटी कसरी बनाउने भन्ने कुरा चाहिँ म देखाउन गइरहेको छु र यसको लागि हाम्रो मुख्य सेफ अस्मिता भण्डारीजी हुनुहुन्छ। भाउजू स्वागत छ हजुरले हाम्रो युट्युब च्यानलमा। ल हाम्रो साथीहरूलाई सिकाइदिनुहोस् त कसरी हैछ अर्सा रोटी बनाउने। भाउजू ल प्रक्रिया भन्नुहोस् त सुरुबाट। सुरुमा चाहिँ खुदलाई उमालेर भल 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 उमाल्ने। हजुर। त्यसपछि चाहिँ पिसाको पिठोलाई चामलको पिठोलाई राख्दै उडाल्दै ढिँडो जस्तै गरेर पकाउने। बा साथीहरूले ढेँडो भन्ने त थाहै छ, ढेँडो जस्तै गरेर ओडाल्ने भन्छ नि। अब पस्केर खानी जस्तै बनाएर हो यसरी ट्याक्क पार्ने। अनि त्यसपछि यहाँ हाम्रो अब सहयोगी हुनुहुन्छ नवीन भण्डारीज्यू। यहाँ चाहिँ यसरी हो ओडालेको चाहिँ यसरी रेडी छ साथीहरू। अनि सहयोगी हातमा चाहिँ नवीन दाई हुनुहुन्छ होइन। अब दाईलाई हेल्पर भन्न भएन, तपाईँहरूले बुझ्नुहोस् है हेल्पर हो भन्ने। ल साथीहरू अर्सा चाहिँ साह्रै मिठो भएको छ। यदि कसैलाई खान इच्छुक हुनुहुन्छ भने ल बिग्रिसक्यो के ठिक छ। यहाँ राम्रो भएको छ। ल हेर्नु साथीहरू, यदि तपाईँहरूलाई अर्सा चाहिँ रोटी मिठो लाग्छ भने हाम्रो ठेगाना चाहिँ सुनवल 13 बडेरा हो। तपाईँहरूले चाहिँ हाम्रो घर आएर पिसाएर पिठो लिएर जान सक्नुहुन्छ। अर्सा त साथीहरू पाइँदैन, खान साह्रै महँगो छ। 1000 रुपियाँ दर्जन भन्नु छ। ल साथीहरू रमाइलो छ है। ल साथीहरू यही उपलक्ष्यमा भाइटिकाको उपलक्ष्यमा चाहिँ देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यस 2042 सालको भाइटिका विक्रम सम्वत लगायत छठ पर्व लगायत सम्पूर्ण चाडबाडहरूको लागि चाहिँ हाम्रो तर्फबाट शुभकामना व्यक्त गर्दछु साथीहरू। विक्रम सम्वत के भनेको? हेलो साथीहरू ल आज चाहिँ हजुरहरूलाई भेली रोटी कसरी बनाउने भन्ने कुरा चाहिँ म देखाउन गइरहेको छु र यसको लागि हाम्रो मुख्य सेफ अस्मिता भण्डारीजी हुनुहुन्छ। भाउजू स्वागत छ हजुरले हाम्रो युट्युब च्यानलमा। ल हाम्रो साथीहरूलाई सिकाइदिनुहोस् त कसरी हैछ अर्सा रोटी बनाउने। भाउजू ल प्रक्रिया भन्नुहोस् त सुरुबाट। सुरुमा चाहिँ खुदलाई उमालेर भल 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 उमाल्ने। हजुर। त्यसपछि चाहिँ पिसाको पिठोलाई चामलको पिठोलाई राख्दै उडाल्दै ढिँडो जस्तै गरेर पकाउने। बा साथीहरूले ढेँडो भन्ने त थाहै छ, ढेँडो जस्तै गरेर ओडाल्ने भन्छ नि। अब पस्केर खानी जस्तै बनाएर हो यसरी ट्याक्क पार्ने। अनि त्यसपछि यहाँ हाम्रो अब सहयोगी हुनुहुन्छ नवीन भण्डारीज्यू। यहाँ चाहिँ यसरी हो ओडालेको चाहिँ यसरी रेडी छ साथीहरू। अनि सहयोगी हातमा चाहिँ नवीन दाई हुनुहुन्छ होइन। अब दाईलाई हेल्पर भन्न भएन, तपाईँहरूले बुझ्नुहोस् है हेल्पर हो भन्ने। ल साथीहरू अर्सा चाहिँ साह्रै मिठो भएको छ। यदि कसैलाई खान इच्छुक हुनुहुन्छ भने ल बिग्रिसक्यो के ठिक छ। यहाँ